श्रीमती घरमा चर्को स्वरले बोल्दा तपाईँ धैर्य हुन सक्नु भएको छ कि छैन, सहनशीलता हुन सक्नु भएको छ कि छैन। अर्थात् छोरो घरमा चर्को स्वरले बोल्दा तपाईँ हो बाबु ठिक छ भनेर धैर्य हुन सक्नु भएको छ कि छैन। तपाईँको श्रीमान चर्को स्वरले बोल्दा कराउँदा श्रीमती धन्यवादी र चुप लाग्न सक्नु भएको छ कि छैन। छैन भने घर कोलाहलमा मच्चिन सक्छ, आतङ्कमा परिणत हुन सक्छ। धैर्य हुनु, सहनशीलता हुनु सबैभन्दा असल कुरा हो। त्यसले नयाँ युक्तिहरू, नयाँ योजनाहरू निर्माण गर्छ धैर्य हुनु भनेको। यसैले मानिसहरू धैर्य हुनु भनेको लडाइँका योद्धा हुनुभन्दा मूल्यवान हो भनेको छ। अनि आफ्नो रिसलाई बसमा राख्नु सहरै कब्जा गरेको भन्दा बेस हो भनेर भन्छ। हेर्नुहोस् त, बाइबलको हितोपदेश 16 को 32 पदमा यस्तो कुरा बताएको छ। यदि हामी कब्जा गर्न चाहन्छौँ भने आफू कन्ट्रोल गर्नुहोस्, धैर्य हुनुहोस्, धन्यवादी हुनुहोस्, खुसी हुनुहोस्। परिस्थिति परिवर्तन हुन सक्छ, तर रिसाउनु भयो, झर्किनु भयो भने त्यहाँ धैर्य हुँदैन, सहनशीलता हुँदैन। त्यसपछि के हुन्छ। आजभोलि संसारमा मानिसहरू धैर्य हुन सक्दैन, एक सेकेन्ड पनि सक्दैन। एकछिन गाडी रोक्यो भने ट्याटरै टुटु बाहिरिरहेको हुन्छ। अलिकति केही शब्द निकाल्यो भने मुखै छोड्ने, हातै छोड्ने, त्यस्तो भइरहेको छ। संसारले त्यस्तो खोजिरहेछ, त्यस्तो भइरहेछ। त्यस कारणले हामी त्यो ठाउँबाट, त्यो परिस्थितिबाट बस्नको लागि बाइबल पढ्नुपर्छ। यहाँ चाहिँ यही कुरा गरेको छ। धैर्य हुनु भनेको रिसलाई कब्जा गर्नु भनेको त सहरै कब्जा गरेको जस्तो भनेको छ। हस् त, धन्यवाद छ।